एभ्रीबडी एन्ड वेलकम ब्याक टु खेलको कुरा र आज हामी फेरि पनि अर्को एउटा एपिसोड अफ पोडकास्ट लिएर आइसकेका छौँ। आज चाहिँ हामी पोडकास्ट स्टुडियोबाट नगरिकन हामी यतापट्टि अनलाइनको थ्रुबाट गरिरहेको छौँ, गुगल मिटको थ्रुबाट। आज हामीसँग हुनुहुन्छ नेपालको इन्टरनेसनल प्लेयर सिद्धान्त लोहानी दाई। दाई, तपाईँलाई स्वागत छ हाम्रो पोडकास्टमा। थ्याङ्क यू। दाइ सुन्नुहोस् न, जस्ट लाइक ओभरअली आज मैले तपाईँको मिम नेपालको भिडियो पनि हेरेको थिएँ हुन्छ नि। ओभरअली एउटा दिदीको मिम नेपालको हजुर, मिम हजुर। नेपालको भिडियो पनि हेरेको थिएँ। सो अहिले आजभोलि हजुरलाई कस्तो खालको कन्डिसनमा हुनुहुन्छ, हजुरलाई हजुरलाई कतिको गाह्रो भइरहेको छ? अहिले त भन्नुपर्दा होइन लास्ट 2 इयरदेखि नै एकदम इन्जर्ड भएको छु म होइन। 6 चोटि सर्जरी भइसक्यो। अस्ति भर्खर 22 मार्चमा सर्जरी भएको। अहिले भनौँ न खुट्टाको हालत एकदमै भनौँ न गाह्रो छ, यो गाह्रै अवस्था छ। यसपालि त झन् मेरो पुरै ओपन नी सर्जरी भएको छ। एकदम ठुलो पद भएको छ यसपालि झन्। सो दाइ ओभरअली हजुरको मतलब मल्टिपल टाइम सर्जरी भएको छ भन्ने सुन्नमा आइरहेको छ होइन। सो इट इट इज ट्रु, कति सर्जरी भयो दाइ हजुरको? हजुर। मेरो 6 टाइम्स भइसक्यो होइन। पहिलो सर्जरीपछि अलिक टाइममै इन्फेक्सन भयो होइन। इन्फेक्सन भइसकेपछि केही समयमा फेरि डक्टरले ओटी लगेर त्यो इन्फेक्सन भएको सफा गर्नुभयो सेकेन्ड सर्जरीमा। त्यसपछि थर्ड सर्जरी भयो होइन। त्यस जुन सेकेन्ड सर्जरीपछि पनि मेरो पेनै गएन क्या। एकदम एक्सट्रिम पेन हुन्थ्यो, सहन नसकेर रुन्थेँ बसेर। केही उपाय पनि थिएन होइन। एक सेकेन्ड यता एक ठाउँमा पेन हुँदैछ भने नेक्स्ट सेकेन्डमा अर्को ठाउँमा पेन हुन्थ्यो क्या। हजुर। अनि फेरि थर्ड सर्जरीमा चाहिँ जुन त्यो लिगामेन्ट इम्प्लान्ट गर्नुभएको थियो, इम्प्लान्ट पनि निकाल्नु पऱ्यो थर्डमा। अनि त्यसपछि त मेरो भनौँ न डक्टरले मेरो अवस्था हेरेर चाहिँ अहिले त उसले सक्दैन, लिगामेन्ट निकाल्नै पर्छ भनेर निकाल्नु भयो थर्ड सर्जरीमा। अनि त्यसको केही समयपछि अनि घर गएँ, 3-4 महिनापछि फेरि गर्ने भन्नुभयो। फेरि 3-4 महिनामा त अब मेरो नि नै बेन्ड हुन सक्यो। ए। अनि फेरि काठमाडौँ गएर नि बेन्ड नभएपछि फेरि सर्जरी गर्नुपर्यो। अनि त्यो जुन नि एकदम मासुहरू टालिएर बेन्डै नहुने, सिधाको सिधा हुने, राम्ररी हिँड्न पनि नसक्ने। फेरि सर्जरी गरेर बेन्ड गर्नको लागि गर्नुको डक्टरले। अनि फेरि 2 दिनपछि चाहिँ बेन्ड गर्न एकदम गाह्रो भयो, एकदम पेन आयो क्या। किनभने त्यो हजुर। इन्फेक्सन जुन थियो, त्यो गएकै थिएन क्या। इन्फेक्सनले गर्दाखेरि चाहिँ मोड्नै नदिने, पेन हुने एकदम। हुँदा यस्तो घाँटीमा मेरो भनौँ न त्यो सुई जस्तो हालेको दबाई जान्थ्यो नदुखोस् भनेर। हजुर। त्यो दबाई हाल्दा पनि दुख्थ्यो कि त्यतिसम्म गाह्रो कन्डिसन थियो। अनि फेरि मैले मेरो जुन फोर्थ सर्जरी भयो त्यसको 2 दिनपछि फेरि ओटी लगेर फेरि सर्जरी भयो मेरो। फेरि सफा गर्न लगेको त्यो बेलै 5 चोटि भइसक्यो त्यो। हजुर। त्यो चाहिँ अलमोस्ट भनौँ न आजभन्दा 9 महिना अगाडि हो लगभग 10 महिना अगाडिको। हजुर। अनि त्यो बेला चाहिँ अब चाहिँ अहिले नगरौँ धेरैचोटि भइसक्यो भनेर डक्टरले भन्नुभयो। त्यसपछि चाहिँ म घर गएर फेरि थेरोपीहरू गर्न थालेँ। अलिअलि निहरू बेन्ड हुन थालेको थियो। अनि फेरि 81 भनौँ न 70-80 डिग्री बेन्ड भइसकेको थियो। 90 डिग्री चाहिन्छ अर्को हजुर। सर्जरीको लागि फेरि लिगामेन्ट हाल्न। 70-80 भइसकेपछि फेरि अड्किन थाल्यो। अनि नि पनि बेन्ड हुन छोड्यो। अनि त्यसपछि त भनौँ न 5-6 महिना यत्तिकै बसेर अब अनि अहिले चाहिँ फेरि इन्डिया आएर अनि अस्ति 6 सर्जरी भएको मेरो ए, सिक्स सर्जरी हजुरको भइसक्यो। सो ओभरअली भइसक्यो। सिक्स सर्जरी। सो यसले मात्र भएन होइन, फेरि हजुर। गर्नुपर्छ 3 ए, महिनापछि फेरि त्यस्तो छ फेरि 3 महिनापछि कन्डिसन। फेरि गर्नुपर्ने हो दाइ हजुरको? हजुर, फेरि 3 महिनापछि किनभने अहिले त बेन्ड गर्नको लागि मात्र डक्टरले गर्नुभएको होइन। यो हजुर। खासमा यो चाहिँ डक्टरले सानो दूरबीन जस्तो छिराएर गर्नुपर्ने सर्जरी हो। तर मेरो चाहिँ कस्तो भने यो ह्यामस्ट्रिङहरू भयो होइन यहाँ, हजुर। यो पुरै एकदम ड्यामेज भएर पुरै सर्जरी गर्नुपर्यो, ओपनै गर्नुपर्यो। अनि अहिले चाहिँ लिगामेन्ट हाल्नै मिल्दैन। तिमीले फेरि 90 डिग्री गेन गर्नुपर्छ, थेरेपी गरेर अनि 3 महिनापछि बल्ल हामी लिगामेन्ट हाल्छौँ भन्नुपर्छ। यस। तपाईँको बाहिर बाहिर एक्सिडेन्ट भएको हो र मेबी पछि फेरि बाहिर एक्सिडेन्ट भएको। तपाईँ त गेमको टाइम एकचोटि एक्सिडेन्ट भएको थियो, मलाई थाहा छ। गेमको टाइम इन्जोर्ड भएको चाहिँ तपाईँको बाहिर 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 कतै हुन्छ नि, तपाईँ यता कतै घुम्न जाँदाखेरि कतै डेटिङ जाँदाखेरि तपाईँको एक्सिडेन्ट भएको हो कि तपाईँको त्यही भएर त क्यानले नहेरेको हो कि प्लेयरलाई त क्यानले हेरिरहेको हुन्छ? मैले धेरैवटा प्लेयर चिनेको छु जसलाई चाहिँ क्यानले हेरिरहेको छ होइन। अब नाम मैले लिन चाहिनँ बिकज त्यो हेर्नुपर्छ, म त त्यो हजुर, भन्छु हेर्नुपर्छ होइन। त तपाईँको चाहिँ के बाहिर कतै जाँदाखेरि हजुर। जाँदाखेरि एक्सिडेन्ट भएको हो कि के भएको हो? मतलब मलाई त त्यस्तै 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 लागेर सोधेको दाइ तपाईँलाई। ए होइन नि, म त भनौँ न नेसनल गेम थियो हाम्रो जनकपुरमा, महेन्द्र निधि क्रिकेट टुर्नामेन्ट भएर भएको थियो होइन। हजुर। गण्डकीसँग गेम थियो हाम्रो। फिल्डिङ गर्दाखेरि बााउन्ड्रीमा बल रोक्न गइरहेको थिएँ। बााउन्ड्री रोक्नेबित्तिकै 81 खुट्टा फस्यो मेरो। किनभने त्यहाँको ग्राउन्ड पनि त्यति खासै राम्रो थिएन होइन, अनिबन थियो, सानो खाल्डोमा खुट्टा पऱ्यो। त्यसपछि एकदम जोडले पड्केको आवाज आयो होइन।
एकदम पेन भएको थियो त्यो बेला त। अनि मलाई भनौँ न 2-3 जनाले उठाएरै लिएर जानुभयो, म त्यस्तो अवस्थामा त्यो थिएँ। त लाइभमा देखेको थिएँ अनि मैले। अब नेसनलमै भयो। हजुर भिडियो नै छ अझ पनि। गेम खेल्दै इन्जर्ड भएको, त्यस्तो बाहिर केही पनि इन्जर्ड भएको छैन। मैले त हुन्छ नि त क्यानले जुन प्रकारले हेरिरहेको छ, किनकि क्यानले हजुर इभन तपाईँले हेर्नुहुन्छ भनेपछि त हजुर कतिपय प्लेयरहरूलाई त बाहिर जाँदाखेरि बाहिर एक्सिडेन्ट हुँदैन त्यो क्यानले हेरिरहेको हुन्छ इन्टरनेसनल प्लेयरहरूलाई होइन। सो ओभरअली म तपाईँलाई एउटा क्वेसन सोध्न चाहे हजुर हुन्छ नि, ट्रुथली बताउनु होला होइन। सो तपाईँले हजुर यो टुर्नामेन्ट चाहिँ हजुर क्यानले अर्गनाइज गरेको थिएन होला, मेबी क्यानको एप्रुभल थिएन होला टुर्नामेन्टमा, मेबी क्यानले चाहिँ यो टुर्नामेन्ट अर्गनाइज नगरी लोकल टुर्नामेन्ट होइन। होला मेबी। मेबी यो लोकल टुर्नामेन्टमा ए प्रदेश होइन लेभलले होइन। अर्गनाइज मतलब पार्टिसिपेट गरेको होला दाइ। होइन होइन, तपाईँले लोकल लेभलमा प्रोभिन्स गेम हुँदै हुँदैन होइन, प्रदेश मतलब मेबी कुनै प्रदेश त्यो भयो दुईले कि त्यो हुन्छ गरेको नि। हो होइन। हजुर 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 त्यस्तो होइन होइन, प्रदेश दुईले गरेको हो होइन। प्रदेश हजुर। दुईको सबै क्यानको मान्छेहरूले, क्यानको एप्रुभल बिना नेपालमा अहिले गेम हुँदैन त्यसरी, अनि म त त्यो प्रदेशको टाइममा होइन, दुई सबैलाई चार थाहा नै वर्ष होला। अगाडि हुन्थ्यो कि पाँच ताई नहुँदाखेरि भनेर सोचेँ। पाँच ताई सबै हजुर राम्रो भइरहेछ। अँ, होपफुली तपाईँको त मलाई लाग्छ पाँच ताई आइसक्नु हजुर भएको छ होइन। पाँच ताईले त मेबी यो भिडियो हेरिसकेपछि त मेबी तपाईँको अब एभ्रिथिङ ओके हुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। सो तपाईँ कुरा कन्टिन्यू गर्नु न। हजुर। होइन मैले त अब हुन त पारस दाई आउनु अघि नै भएको हो होइन, मेरो उम्, मैले त्यो बेला पनि क्याम्पमा धेरै लेटरहरू पठाएँ है, मेरो फर्स्ट सर्जरी पछि होइन। अनि त्यो बेला पनि सुरुमा केही रेस्पोन्स आइरहेको थिएन, त्यसपछि बल्ल कुरा गर्दा गर्दा चाहिँ भनौँ न 1 लाख जति सहयोग आएको थियो मलाई क्याम्पबाट हजुर हजुर। है। सो बिल त त्यो अब 1 लाख धेरै सहयोग नै पनि आएको थियो अलिकति होइन सुरुमा। खत्रै पारामा आयो अरे भनेर त भिडियो देखिरहेको थियो। त्यो रियल हो कि तपाईँले त्यो हजुर अब त्यो त्यो त मिमेमा त्यतिकै त्यो होइन भन्नुभएको हो। हो? हजुर हजुरलाई हजुर त्यो एक भेट्न लाख चाहिँ आउनु कस्तो भएको थियो होला भने मेबी अब क्यानको भनौँ न मान्छेहरू। क्यानमा। ए होइन होइन, कोही पनि भेट्न आउनु भएन होइन। त्यो पनि कतिचोटि भन्दा म हस्पिटलमा छु, मेरो अवस्था यस्तो छ भनेर मैले त्यो बेला अब चतुर सरलाई पनि मेसेज गरेको थिएँ होइन, उहाँले मेरो मेसेज पनि रिप्लाई गर्नु भएको थिएन होइन। हजुर। अनि अब मलाई भनौँ न मेसेज एउटा पनि रिप्लाई गर्नु भएन उहाँले। अनि पछि चाहिँ कहाँबाट होइन अब कन्ट्याक्ट भएपछि उम्, अनि उहाँले ठिक छ मान्छे पठाइदिनुहोस्, अब अहिले मेरो हातमा मेरो डिसिजनले चाहिँ म 1 लाख मात्र दिन सक्छु, मान्छे पठाइदिनुहोस् भनेर उहाँले पठाइदिनु भयो होइन। मेरो भाइ छ है एकजना, उसैले गएर क्याम्पको अफिस फुलपानीमा गएर उसले 1 लाख लिएर आयो त्यो बेला। तर भनौँ न क्याम्पको एउटा पनि मान्छेले न कसैले कल गर्नुभयो, न कसैले मलाई सोध्नु नै भयो होइन, न भेट्न आउनुभयो। त्यो चाहिँ कोही पनि आउनु भएन। तपाईँ स्योर हुनुहुन्छ त्यो गेम चाहिँ क्यानले एप्रुभ गराएको थियो भनेर? क्यानले एप्रुभ गरेर तपाईँ स्योर हुनुहुन्छ? हजुर क्याङले एप्रुभ नभइकन प्रदेश टिम कहाँ जान्छ त त्यो त्यसरी जाँदैन। लोकल त्यो टुर्नामेन्ट पनि एउटा खेल्न कुरा हो। होइन। मेबी यहाँनिर अब मेबी त्यो हजुर हजुरले लेटरली इन्फर्म पनि गर्नुभएको त्यो हो त कि? तपाईँलाई म अझ होइन, तपाईँलाई अझ म के क्लियर गर्न चाहन्छु भने त्यो बेला जुन उम्, त्यो महेन्द्र निधि टुर्नामेन्ट भएको थियो नि, उम्, त्यो बेला त नेपालको T20 गेम पनि आइरहेको थियो होइन। त्यो एक हजुर। प्रकारले त्यो टुर्नामेन्ट सेलेक्सन पनि थियो क्या नेपाल टिमको लागि, नेपाल त्यहाँ टिम राम्रो सेलेक्सन पनि थियो। गर्नेहरूको हजुर। लागि चाहिँ। हजुर नेपाल टिमको T20 गेम आइरहेको थियो त्यही बेला। हजुर। अनि त्यो टुर्नामेन्टमा चाहिँ अब त्यो आएको थियो होइन, त्यो बेला चाहिँ यो टुर्नामेन्टमा राम्रो गर्नेहरू चाहिँ T20को लागि क्याम्पहरूमा आउँछ भन्ने त्यतिसम्म पनि थियो त्यो ए बेला। त्योसम्म पनि थियो। ओके। मतलब एक प्रकारले चाहिँ हजुर क्यानको त्यहाँनिर इन्भल्भमेन्ट थियो। मतलब क्लियरली इन्भल्भमेन्ट थियो जुन प्रकारले थियो हजुर। मैले पनि हल्का तपाईँले सबै भनेपछि मलाई क्यानकै मान्छेहरू ग्राउन्डमै बस्नुहुन्थ्यो, हजुर। सेलेक्टरदेखि लिएर नेपालको ए सबै ग्राउन्डमा आउनुभएको थियो मतलब होइन क्यानले आफ्नै त्यो बेला। रेफ्रीहरू पठाउनु भएको थियो। अम्पायर क्यानले पठाउनु भएको थियो। हजुर 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 क्यानको सेलेक्टरहरू पनि ग्राउन्डमा सो सधैँ हजुरले आउनुहुन्थ्यो। हजुरले त्यो दिन त्यो म्याच रेफ्रीहरूलाई अथवा त्यहाँ त्यो जुन अर्गनाइजरलाई चाहिँ तपाईँले इन्फर्म गर्नुभएको थियो कि थिएन कि म इन्जोर्ड भएँ अथवा उहाँहरूले इन्फर्मै नपाउनु भएको होइन हो कि के टाइपको हो त्यो टाइममा चाहिँ? होइन इन्फर्म नभएको होइन, उहाँहरूले चाहिँ सुरुमा मलाई त्यहीँनिर थेरापी गराउन लग्नुभयो होइन, त्यहाँ अर्गनाइजरको हुनुहुन्थ्यो होइन। ए हजुर। त्यही जनकपुरमा एउटा हस्पिटलमा होइन। मेरो पेनै कम भइरहेको थिएन, न म हिँड्न सकिरहेको थिएँ। एक दिन हजुर। हल्का त्यो मेसिनहरू होइन लगाउनु भयो थेरेपीमा, खासै मेरो त्यहाँबाट केही भएन। अनि त्यसको भोलिपल्ट चाहिँ अब होइन आफूलाई त ठिक त बनाउनु पर्यो, अब त्यहाँ हजुर। त्यति फेसिलिटी पनि थिएन। अनि म आफै होइन गएँ काठमाडौँ गएँ, आफ्नै हजुर। खर्चमा गएको थिएँ म ए आफ्नै काठमाडौँ खर्चमा पनि। जानुभयो। मतलब त्यो त्यसपछि गएर अर्गनाइजरले तपाईँलाई हजुर त्यो फर्स्ट स्टेजको हस्पिटलमा चाहिँ अर्गनाइजरले पे गर्यो कि तपाईँले पे गर्नुभयो? फर्स्ट स्टेजमा चाहिँ क्या त्यो जुन फर्स्ट त्यो जुन जनकपुर जनकपुरमा चाहिँ अर्गनाइजरले अँ, नै गर्नुभएको थियो होइन, किनभने त्यो हजुर। खासै हस्पिटल पनि थिएन, ए फिजियोथेरापी थियो। ए नर्मल त्यहाँ फिजियोथेरापी मेडिकल टाइपको थियो कि? फिजियोथेरापी गराउने ठाउँ थियो, ए फिजियोथेरापी गराएको। अब त्यहाँ एमआरआई गर्ने ठाउँ थिएन होइन। ओ मतलब ओ एमआरआईको लागि हजुर अनि त्यही भएर काठमाडौँ जानै पर्यो होइन, मेन त अब आफूलाई आफै हेर्नु पर्यो। त्यो बेला खासै अनि उहाँहरूले चाहिँ हामी गर्छौँ भन्नुभयो है, त्यो बेला प्रदेश 2बाट पनि या ए टुर्नामेन्ट अर्गनाइजरहरूले पनि हामी चिठी लेख्छौँ क्यानलाई गर्छौँ सक्दो हामी सहयोग गर्छौँ भन्नुभयो। तर मेरो सर्जरीको बेला कसैले आएन। र म तपाईँलाई अझै एउटा कुरा भन्न चाहन्छु, मेरो यो 6 वर्ष अगाडि पिएम कप खेल्दा पनि गएको थियो है एसिया
त्यो बेला पनि म इन्जर्ड भएको हो, 6 वर्ष ठ्याक्क भयो लगभग होइन। त्यो हजुर। बेला म पिएम कपमै खेल्दा खेल्दै पनि मेरो लिगामेन्ट गएको थियो। त्यो बेला पनि कसैले मलाई केही पनि सपोर्ट गरेन। मैले तपाईँलाई राष्ट्र खेलकुद परिषदमा पनि कति लेटर बुझाएँ मैले। हस्पिटलमा जे लागेको थियो बिलहरू त्यति बेला पनि मेरो भनौँ न तपाईँलाई 3-4 लाखहरू खर्च भएको थियो। क्यानमा पनि भनेको थिएँ होइन। मेरो पहिला पनि गएको हो। त्यो बेला पनि केही पनि कसैको पनि केही रेस्पोन्स आएको थिएन। कसैले केही पनि गर्नुभएको थिएन। सो जति खर्च लाग्यो त्यो सो सबै आफै गरेको थिएँ। एउटा कुरा कि जस्तो तपाईँको मैले काटिदिएँ, आम सो सरी फर द्याट होइन, मैले काट्नु नहुने थियो होइन, तपाईँले राम्रो बोल्दै हुनुहुन्थ्यो, तपाईँको कुरा बोल्दै हुन्थ्यो। मतलब कि मलाई लाग्छ नेपाली प्लेयरको इन्सुरेन्स पनि गरेको छैन क्यानले। नेपाली गेम हुँदाखेरि इन्सुरेन्स पनि गरेको छैन कि इन्सुरेन्स क्लेम गर्न नचाहेको, मतलब यो ठुलो पपुलर नभएर हो कि के हो यो त? मतलब यस्तो त गर्नुपर्ने हो, इन्सुरेन्स त हुनुपर्ने हो नेपाली प्लेयरको त। यो त भोलि त अब तपाईँ तपाईँ हामीहरूलाई चाहिँ त केही म भनेको त छैन। म त नराम्रो लाग्यो क्या, म एउटा बोलिहाल्छु। तपाईँ त हुने मतलब हजुर, अलिकति अलिकति राम्रै फ्यामिलीबाट हुनुहुन्थ्यो, तपाईँले 6 सर्जरी अलरेडी गरिसक्नुभयो, 7औं सर्जरीको लागि तपाईँ जाँदै हुनुहुन्छ हो कि नै? आफ्नो आफ्नो पर्सनल एक्सपेन्समा। नहुने हजुर, हजुर, नहुने गरिबका छोरा रहेछन् भने हजुर, त त्यो त सकिन्थ्यो त अनि। खुट्टै काट्नु पर्थ्यो होला, केही हुन्थ्यो होला होइन, जे पनि सक्थ्यो नि त। क्यानले हजुर, मतलब आई डोन्ट नो, म त तपाईँलाई प्रश्न हेऱ्यो, क्यानलाई प्रश्न यो भिडियोको तर्फबाट कि तपाईँहरूले हजुर, इन्सुरेन्स किन गर्नु भएन र गर्नु भएको थियो भने किन मतलब इन गेम इन्जोर्ड भएको प्लेयरलाई चाहिँ किन तपाईँहरूले यो हेर्नु भएन है? म चाहिँ जस्तो मेरो चाहिँ जस्तो यो तपाईँलाई प्रश्न होइन, किनकि तपाईँ त मलाई त डेफिनेटली पनि अब त हजुर, एकदम मतलब हजुर, हुन्छ नि त। अहिलेसम्म त म सोचिरहेको थिएँ कि आई थिङ्क आई डोन्ट नो, मतलब जुन मैले तपाईँलाई कन्फ्युजनहरू थियो त्यो कन्फ्युजनहरू चाहिँ क्लियर गरेँ मैले। तर अहिले चाहिँ लास्टै नराम्रो लाग्यो मलाई, किनभने हजुर, क्यानको गेम छ, प्रोभिन्सले पनि भनेकै रहेछ होइन, त्यो तपाईँको सुरुमै तपाईँको गेमबाटै हजुर, हस्पिटलमा लगेको रहेछ सुरुको फर्स्ट टाइममा, त्यसपछि तपाईँ आफै जानुभएछ। सो हजुर, अब त उनीहरू हजुर, नलगेपछि आफै जानै पर्यो होइन, त्यो त त्यसमा तपाईँको आफै किन गइस् भन्ने टाइपको हजुर, क्वेसन आउँदैन, किन आफू जानै पर्यो, आफ्नो हेल्थ इज फर्स्ट होइन। सो मतलब तपाईँलाई हजुर। के लाग्छ अब नर्मल प्लेयरहरू चाहिँ खास सेफ छैन नेपालमा डोमेस्टिक खेल्नको लागि जस्तो लागिरहेको छ मलाई चाहिँ। तपाईँ के हुन्छ यसमा चाहिँ? तपाईँ त थोरै बहुत फिल पनि हुन्छ होइन होला। एकदमै गाह्रो छ होइन। मेन कुरो त अब प्लेयरहरूलाई स्यालेरी छैन, पैसा छैन होइन भनौँ न। र अब यसरी इन्जुरी भयो भने त धेरै नै गाह्रो छ होइन। अब नेपालमा अझ पनि सानो इन्जुरी भयो भने गाह्रो छ क्या। तपाईँलाई अहिले म के भन्नु होइन, एउटा किट किन्न पनि गाह्रो हुन्छ होइन कति उम्, प्लेयरहरूलाई होइन। सबैले त्यो कुरो सक्दैनन् पनि, झन् यत्रो ठुलो इन्जुरी भएपछि त धेरै नै गाह्रो हुन्छ कि। मैले अब एक दुईजना मैले देखेको छु होइन, यस्तो इन्जुर्ड भएर छोडेको नसकेर धेरै प्लेयरहरू त्यस्तो छन् होइन, यो जिल्ला लेभलहरूमा पनि होइन। किनभने अब इन्सुरेन्सै छैन होइन, सबैले खर्च गर्न पनि सक्दैनन् र भनौँ न कहीँबाट सपोर्ट पनि आउँदैन होइन। त्यही भएर एकदमै होइन गाह्रो छ भनौँ न। जब नेपालमा गाउँसँग प्लेयरहरूको इन्सुरेन्स हुँदैन, गाह्रो छ एकदम प्लेयरलाई। होइन मतलब यार यो त लास्टै यो त क्यान नेपाल क्रिकेट सङ्घ भनेको त हेड कन्डिसनमा एसोसिएसनको वान अफ द टप कन्ट्री, वान अफ द रिचेस्ट कन्ट्री होइन। मतलब त्यो सबै थाहा छ कि नेपाली क्रिकेट बोर्ड एसोसिएट कन्ट्रीमा सबभन्दा धनी छ। सो इन्टरनेसनल तपाईँले त एउटा इन्टरनेसनल गेम पनि खेल्नु उम्, भएको छ होइन, T20 इन्टरनेसनल गेम खेल्नु भएको छ मेबी होइन, खेल्नु भएको छ। हजुर, अब हजुर, त हजुर, इन्टरनेसनल प्लेयर त्यो पनि आफ्नै डोमेस्टिक गेम खेल्दाखेरि इन्जोर्ड हुन्छ र क्यानले केही हेर्दैन भनेपछि त जो प्लेयर जस्ट डोमेस्टिक मात्रै खेला छ त्यो प्लेयर त हाउ क्यान वी एक्सपेक्ट क्या, जुन जुन फर्स्ट टाइम सेकेन्ड टाइममा तपाईँ त कोसी प्रोभिन्सको क्याप्टेन पनि हुनुहुन्थ्यो हजुर, होइन। सो मलाई त्यो लाग्छ कोसी प्रोभिन्स क्याप्टेन पनि हुनुहुन्थ्यो हजुर, तपाईँ होइन, त्यो क्याप्टेन पनि हुन्थ्यो। त्यस्तो पोजिसनमा भएको मान्छेलाई अँ, तपाईँलाई क्यानले हेरिरहेको छैन, इन्टरनेसनल प्लेयर कोसी प्रोभिन्सको क्याप्टेन हुँदाखेरि पनि तपाईँलाई हेरेन भनेपछि त बहुत गाह्रो कन्डिसनमा छ। र के भन्ने यसमा त अब मैले होइन तपाईँलाई पनि अब के भनौँ मैले हजुर, होइन सर, अब होपफुल्ली तपाईँको राम्रो होस् होइन। अर्को कुरा तपाईँलाई कि हजुर, अब जसलाई तपाईँ कोसी प्रोभिन्सको क्याप्टेन पनि हुन्थ्यो हजुर, होइन, कोसी प्रोभिन्स क्रिकेट सङ्घले तपाईँलाई के हेऱ्यो होला कि हजुर। गर्यो होला नि त। हजुर। छैन होइन, केही पनि गरेको छैन होइन। कोसी प्रोभिन्सले पनि केही पनि गरेको छैन। तर अब कस्तो हो भने अब उम्, मलाई लाग्छ होइन, प्रोभिन्सहरूमा त्यति फन्ड हुँदैन कि होइन फन्ड हुँदैन हामीहरूलाई अब। गर्न सकोस् है होइन। प्रोभिन्समा त्यति फन्ड आउँदैन, तर प्रोभिन्सबाट चाहिँ प्रयास गर्नुभएको हो उहाँहरूले। क्यानमा लेटर पनि पठाउनु भएको छ, धेरैचोटि पठाउनु भएको छ है। प्रोभिन्सबाट लेटर पनि गएको छ, मैले जिल्लामा पनि लेटर दिएँ, उहाँहरूले पनि भन्नुभएको छ। मैले सुनेअनुसार धेरैचोटि होइन क्यानको मिटिङमा पनि यो कुराहरू उठेको छ मेरो बारेमा होइन। तर अहिलेसम्म कसैले पनि त्यो हिसाबको रेस्पोन्सै गर्नु भएको छैन होइन। मैले सबै सरलाई पनि मेसेज गरेको थिएँ। हाम्रो भनौँ न 6-7 महिना अगाडि अन्डर 19 नेसनल भएको थियो विराटनगर नै। त्यो बेला चाहिँ तपुर सर आफै आउनु भएको थियो विराटनगर। अनि म पनि ग्राउन्ड गएको थिएँ त्यो बेला होइन। त्यो बेला त अब म स्टिक लिएर हिँड्थेँ, हिँड्न पनि सक्दिनँ थिएँ, पछि पछि अलिअलि हिँड्नु भएको थियो। अनि त्यो बेला सरले चाहिँ हामी गर्छौँ, ढुक्क हुनुहोस् भनेर भन्नु पनि भएको थियो कपिल सरले होइन, हामी गर्छौँ भनेर। त्यसपछि चाहिँ उहाँको पनि खासै केही रेस्पोन्स आएन।
सो अनि मतलब के उहाँले त्यस्तै मतलब छ। पछि केही न केही त भन्नुभयो होला नि त कि यो कारणले गर्दा लेट भइरहेछ, यो त हुन्छ यो कुरा अथवा तपाईँलाई केही भन्नुभयो होला नि सतु सरले हजुर। त किनकि उहाँ त एकदम राम्रो मान्छे हुनुहुन्छ होइन? अहँ! पर्सनली म त उहाँको ठुलो हजुर, मतलब कि नेपाली क्रिकेटलाई यति धेरै योगदान गर्नुभएको छ। क्रिकेट प्लेयरहरूलाई त यति धेरै योगदान गर्नुभएको छ। मलाई हजुर, लाग्छ 2-4 वटा मतलब प्लेयरहरूलाई त उहाँले आफैले हुन्छ तपाईँको यतापट्टि हुन्छ रिसेन्टली पनि तपाईँको वर्ल्ड कप पछि नै लगभग हजुर, 2टा प्लेयरलाई चाहिँ उहाँहरूले इन्डिया पठाउनु भएको छ, रिकभरी गर्नुभएको छ, हस्पिटलमा खर्च गराउनु भएको छ, क्यानकै बजेटबाट हुन्छ नि, त्यो गर्नुभएको छ। त्यो राम्रो कुरा हो। हजुर, सो मेबी हजुरलाई केही न केही भन्नुभयो हजुर। होला, अर्को बजेटमा पर्छ बाबु तिम्रो, त्यस्तो केही भन्नुभएको छ? केही भन्नुभएको छ कि अर्को केही म्याचमा तिम्रो भन्नुभएको कुरा छैन। हुन्छ? म त तपाईँलाई त वर्ल्ड कप हुनुभन्दा धेरै अगाडिदेखि नै अगाडिको इन्जर्ड छु नि। धेरै अगाडिको इन्जुरी हुन्छ त्यही पनि। त्योभन्दा अगाडिको धेरै अगाडि हो होइन। म हुँ, हजुर म इन्जर्ड भएपछि वर्ल्ड कप भएको हो होइन। हुँ, म भनौँ त एकदम मेरो त भनौँ न तपाईँलाई यो जुन 5th सर्जरी र 6th सर्जरीको बिचमा ग्याप पनि बेसी भयो। सर्जरी गर्न पनि लेट भयो होइन। अब किनभने अब प्रपर हेल्प पाएन। तपाईँलाई 20 लाखभन्दा बेसी खर्च भइसक्यो मेरो अहिले एउटा खुट्टामा होइन। हजुर, मेडिकल बिल भनौँ कि होइन, अब काठमाडौँमा पनि बसेँ त्यहाँ रेन्टमा लिएर बस्नु पर्यो। अनि तपाईँलाई यो वर्षभरि 2 वर्षभरि कन्टिन्यू फिजियोथेरापी गराउनु परिरहेछ होइन। त्यही भएर धेरै निकै पैसा खर्च भइसक्यो होइन। अब त्यहाँबाट 1 लाख त आएको थियो, अब त जुन हिसाबले खर्च भएको छ होइन, त्यो होइन हिसाबले त यो त्यो त केही जसलाई पनि होइन 1 होइन लाखले त आफै के हुन्छ र किनकि मैले जति जति पनि सुनेको छु नेपालको जुन पनि हजुर, प्लेयरहरू हुनुहुन्छ, अब आई डोन्ट नो मतलब यो अफिसियल अनअफिसियल मैले सुनेको हजुर, थिएँ कि लाखौँ दसौँ दसौँ लाखमा खर्च भएको छ हजुर, होइन, यो जुन प्रकारको इन्जुरी भएको छ। मतलब लगभग लगभग सिमिलर कसैको ब्याक पेन भएको छ, कसैको के इन्जुरी भएको छ, त्यस्तो हजुर, भएको थियो। यो बट हजुर। मलाई लाग्छ पारस दाइले तपाईँलाई केही न केही भन्नुभएको होला, पारस दाइले त केही न केही भन्नुभयो होला, केही गर्नुभयो होला पारस दाइले चाहिँ। किनकि पारस दाइले त डेफिनेटली पनि हजुर, म पारस दाइले होइन त मैले मैले सुनेअनुसार पारस हजुर, दाइको योगदान डेफिनेटली मैले तपाईँलाई नराम्रो भन्न खोजेको होइन। तपाईँले पारस दाइलाई भन्न बिर्सिनु जस्तो लागेर नि भन्नु खोजेको। किनकि दाइले मिम नेपालमा आएर पोस्ट गर्नुको मतलब कि पारस दाइलाई तपाईँले भन्नु भएन होला जस्तो फिल भएर मैले चाहिँ पारस दाइको नम्बर नभएर हो कि होइन आई डोन्ट नो के भएर हो होइन। तपाईँसँगै खेल्नु त भएको हजुर, थियो। त्यही पनि ए पारस दाइले तपाईँले हुन्छ मैले सुनेअनुसार बुझेअनुसार एक टाइम कुनै एउटा प्लेयर इन्जोर हुनुहुन्थ्यो। सबै पैसा उठाएर पारस दाइले आफैले अस्ट्रेलिया पठाउनु भएको। त्यति राम्रो मान्छे हजुर, हुनुहुन्छ पारस दाइ। पारस दाइले तपाईँलाई केही रेस्पोन्स गर्नुभयो होला कि आई थिङ्क हजुर। के भन्नुभयो पारस दाइले? पछि त होइन अब पहिला त पारसलाई हुनुहुन्न त्यो बोर्डमा हुन्न होइन, थियो। दाइलाई भन्ने कुरो पनि आएन। हुँ, अनि पछि अब दाइ जब बोर्डमा आउनुभयो त्यसपछि अब मैले धेरैजनालाई भनेँ नि त होइन, हुँ। कसैले पनि केही रेस्पोन्स नगरेपछि त अब कस्तो भयो एउटा पारस दाइ जहिले पनि प्लेयरहरूको लागि बोल्नु भयो नि त जहिले धेरै पनि होइन, बोल्नुहुन्छ नि। प्लेयरको म त पारस दाइको त ह्युज राम्रोको लागि फ्यान हो यो होइन। कुरामा। प्लेयरको लागि जहिले पनि लड्ने मान्छे हजुर हुनुहुन्छ होइन? डेफिनेटली पनि। हजुर अनि त्यसपछि मैले दाइलाई मेसेज गरेँ होइन, अब चाहिँ अब केही उपाय नलागेपछि अब दाइले नै गर्नुहुन्छ भन्ने पनि आश होइन आएर दाइलाई मेसेज गरेको थिएँ। अनि दाइले पनि मलाई बाबु म पहिला थिइनँ बोर्डमा हुँ। होइन, म ठिक छ म कुरा गर्छु भनेर म चेक गरेर भन्छु भनेर भन्नुभयो। अनि दाइसँग पनि त्यसरी नै 2-3 चोटि कुरा भयो। दाइले पनि म यो बुझ्छु एराउन्ड भन्छु कति कति भन्नुभयो टाइम 2-3 अगाडिको चोटि। कुरा हो यो मतलब एराउन्ड पारस दाइसँग कति कति टाइम अगाडि यो कुरा गर्नुभएको थियो? भनौँ न यो अस्ति कति भयो होला 1-1.5 महिना अगाडि पनि 1-1.5 महिना मेरो मेबी मेबी मेरो यही सर्जरी समथिङ हुनु अगाडि। मतलब तपाईँ ढुक्क बस्नुहोस् कि पारस दाइले मतलब केही सोचेरै बस्नु भएको होला होइन, केही राम्रो कुरा गर्नुहुन्छ। मलाई लाग्छ त्यो हजुर, डेफिनेटली पनि त्यो एउटा हजुर, पोजिटिभ कुरा हो किनकि धेरै टाइम भएको रहन्छ होइन। त्यो मेबी 1 महिना 1.5 महिना भइसकेको छ। अब त हजुर डेफिनेटली 1 केही महिना गर्नुहुन्छ। भयो होइन अँ, दाइसँग अँ। लास्ट कुरा चाहिँ मेरो झन्डै झन्डै ठ्याक्कै 1 महिना अगाडि भएको थियो। तर मैले त्योभन्दा अगाडिदेखि नै दाइलाई भनिरहेको थिएँ। दाइले चाहिँ म हुँ। बुझ्छु भनेर होइन उहाँले भन्नुभयो। तर बुझ्दै हुनुहुन्छ पछि होला चाहिँ मेबी केही खासै राम्रो केही हुन्छ होला त्यस्तो किनकि रेस्पोन्स आएको डेफिनेटली छैन। पनि अब मलाई लाग्छ यो भिडियो आइसकेपछि त पारस दाइले पनि मेबी हेर्नुभयो भनिसकेपछि त डेफिनेटली पनि मेबी केही कुरामा अरू कुरामा अल्झिरहनु भएको छ भने डेफिनेटली यो हजुर, कुरामा आउनुहुन्छ होइन। सो सो मलाई तपाईँलाई एउटा क्वेसन सोध्न चाहेँ कि तपाईँले हजुर, कोशी प्रोभिन्सको लागि खेल्दाखेरि त्यो गेम खेल्दाखेरि जसलाई यो त सिरियस क्वेसन नै हो, यही टपिकको क्वेसन हो किनकि म तपाईँ आज दुईवटा बाहिर गइनँ नरिसाउनु होला। हजुर, पछि पछि फेरि हजुर रिकभर भइसकेपछि एउटा हजुर, डेडिकेटेड पोडकास्ट नै गर्नुपर्छ तपाईँको क्रिकेट हिस्ट्रीको बारेमा। बट आइटो क्वेसन एक यसको बारेमा कुरा गरौँ। तपाईँ त्यो दिन हुन्छ नि इन्ज्योर्ड अलरेडी तपाईँ इन्ज्योर्ड हुनुहुन्थ्यो या तपाईँलाई गाह्रो भइरहेको थियो होइन? तपाईँ खेलिरहनु भएको थियो कि तपाईँ हजुर। कम्प्लिटली फ्रेस हुनुहुन्थ्यो त्यही भएर तपाईँ खेलिरहनु भएको थियो? यो पनि एउटा इम्पोर्टेन्ट कुरा हो नि त। होइन म त फिटै थिएँ। इन्जर्ड कहाँबाट हुनु होइन, इन्जुरी छ भने त आफै खेलिँदैन होइन। प्लेयर त्यो त चाहिँ भएपछि हो। त कस्तो भने इन्जुरीमा खेल्नु भनेको आफूलाई नै रिस्कमा रिस्क राख्नु हो लिनु होइन। त्यो रिस्क चाहिँ लिनु भएको पहिला थियो त त्यही होइन सोध्न खोजेको आफ्नो मैले चाहिँ। मेन त हुँ, छैन। सुरुमा त आफ्नो बडी आउँछ होइन। फिट भइयो भने त पछि पनि खेल्ने त्यो एक गेमले त म ठिक थिएँ, फिट थिएँ तर भनौँ न अब त्यो ग्राउन्डले गर्दा गएको हो मेरो खुट्टा खासमा होइन। मेरो खुट्टा जहाँनेरि गयो बाउन्ड्री रोड छेउमा त्यहाँ खाल्टो थियो कि। ओह! अब त्यही बेला मतलब त्यही खाल्टोमा मेरो मतलब खुट्टा परेर चाहिँ जब म लडेँ नि एकदम जोडले पड्केको आवाज आयो क्या। मेरो भित्रको जुन त्यो लिगामेन्ट थियो नि हजुर, च्यातिएको थियो। हजुर। अनि त्यो पड्केको आवाज आयो एकदम ठुलो हुँ। साउन्डमा। सो त्यो ग्राउन्ड
त्यो ग्राउन्ड त्यस्तो बनाउँदाखेरि पनि को मतलब मेबी आई डोन्ट वान्ट टु रिभिल द रेफ्री नेम होइन, कस्तो रेफ्री हुँदो रहेछ, मतलब म्याचको इन्फेक्सन त हजुर रेफ्रीले गर्नुहुन्छ होइन, मतलब अम्पायर हुँदा रेफ्रीले गर्नुहुन्छ म्याचको हजुर इन्फेक्सनहरू। अनि प्लस त्यहाँनिर क्यानको मान्छेहरू पनि डेफिनेटली हुनुहुन्थ्यो होला। मतलब नेपालमा हजुर आई थिङ्क नेपालले यो कुरामा सुधार्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ होइन, डेफिनेटली पनि यो कुरा चाहिँ आई थिङ्क इम्प्रुभ गरियोस् हजुर। ताकि अरू त्यो प्लेयरलाई केही कस्तो नहोस् थियो होइन भने सर। त्यो ग्राउन्ड भर्खर बनेको थियो। ए त्यो ग्राउन्ड भर्खर बनेको थियो, सायद पहिलो टुर्नामेन्टै थियो क्या जनकपुरको त्यो ग्राउन्डमा चाहिँ, नयाँ हजुर ग्राउन्डमा। हजुर। त्यही भएर पनि त्यति मजाले बनेको थिएन होला होइन, उम्, कम्प्लिट हुन पाएको थिएन होला, तर पनि अब त्यो गेम त भयो। अब एकदम मतलब यो त एकदम मतलब तपाईँको त क्रिटिकल क्रिटिकल नै कुरा भयो नि त होइन, डेफिनेटली पनि किनभने त्यो हजुर ग्राउन्डमा खाल्टो हजुर थियो भने ग्राउन्डमा खाल्टो भएर तपाईँ इन्जुर हुनु तपाईँ त्योभन्दा अगाडि कम्प्लिटली फिट एन्ड फाइन हुनुहुन्थ्यो। तपाईँ सबै राम्रो थियो होइन, ओभरअल्ली सबै राम्रो थियो। हजुर त्यो त एकदम नराम्रो हजुर। कुरा भयो त्यो त्यो बेला ग्राउन्ड चाहिँ आई त्योभन्दा थिङ्क अगाडि पनि टुर्नामेन्टहरू खेलि नै रहेको अँ, तपाईँ त रेगुलरली खेलिरहनु भएको, तपाईँको नाम पनि हामीले एकदम सुनिरहेको हो। तपाईँको जुन हेलिकप्टर सट के त्यो मतलब यस्तो मतलब थियो। हजुर मतलब यो टाइममा यो कुरा गर्नु नहुने, बट तपाईँको हेलिकप्टर सटको त इभन मेरो च्यानलमा पनि अहिले कतिचोटि कमेन्ट आइरहेको छ सिद्धार्थ मतलब जहिले आदिल अन्सारीको आदिल अन्सारीले सुरु गरेको त्यो सट भन्दाखेरि चाहिँ नेपालमा सुरु गरेको सिद्धार्थ लोहानीले हो भनेर जहिले पनि कमेन्ट आइरहेको हुन्छ नि, मैले पनि भनिरहेको हुन्छु होइन, हेलिकप्टर सट हुन्छ नि। हजुर 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 एउटा फ्युचर सुपरस्टारको रूपमा तपाईँलाई तपाईँलाई हेरिन्थ्यो। सो हजुर सो सो तपाईँ चाहिँ हुन्छ नि अब क्यानबाट चाहिँ के एक्सपेक्ट गर्नुहुन्छ कि अब क्यानले चाहिँ तपाईँलाई के गरिदियोस्? अब डेफिनेटली सुन्नुहुन्छ क्यानको मान्छेहरू म यति कन्फिडेन्स छु कि चतुरबहादुर चन्द दाई, पारस खड्का दाई, हाम्रो 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 हजुर उपाध्यक्ष दाई सबैजनाले चाहिँ सुन्नुहुन्छ क्या। कुरा चाहिँ प्लेयरको कुरा चाहिँ नसुनेको चाहिँ अलिकति हजुर माया लाग्छ। सुन्नुहुन्छ जस्तो लाग्छ मलाई चाहिँ होइन। अब आई डोन्ट नो तपाईँको कन्ट्रिजमा मेबी त्यो मेल चाहिँ चेक गर्न बाँकी हजुर होला। मेबी आज यो भिडियो अपलोड भएपछि चेक गर्नुहुन्छ होला। म्यासेज पनि डेफिनेटली पनि सिन गर्नुहुन्छ होला होइन। अब सिन गर्नु भएन होइन, भने मेलहरू उहाँले सबै पाउनु नै भएको छ, नपाएको होइन। मलाई के लाग्छ भन्दाखेरि चाहिँ एटलिस्ट अब कतिचोटि मेरो पठाइसके, अब सब्सक्राइबरहरूले चाहिँ अब त्यत्रोचोटि मेरो पठाउँदा एटलिस्ट पनि नहेर्ने त हुँदैन नि। अनि एटलिस्ट स्प्यामतिर गएको छ भने पनि मेरो सब्सक्राइबरहरूलाई चाहिँ एउटा रिक्वेस्ट गर्न चाहन्छु होइन, प्लिज मेल हेरिदिनु होला अथवा यस्तो मेसेज हेरिदिनु होला, मेसेज गरेर कमेन्ट समेन्ट चाहिँ गरिदिनु होला उहाँहरूलाई एटलिस्ट रिमाइन्डरको लागि म त्यही भन्छु होइन। सो तपाईँ अब क्यानबाट चाहिँ हजुर के एक्सपेक्टेसन राख्नुहुन्छ अब किनकि मैले त होइन, क्यानबाट अब क्यानको जति पनि होइन मेम्बरहरूलाई मैले भेटेँ, उहाँबाट मैले यति भनेँ कि होइन सर, मेरो खुट्टाको कन्डिसन एकदम वर्स छ अहिले होइन, उम्, मलाई इन्डियामै होइन नेपालभन्दा पनि नेपालमा अब त्यतिचोटि गरेर बिग्रिसक्यो होइन, अब हजुरहरूले सक्नुहुन्छ भने मलाई इन्डियामा सर्जरी गराएर होइन राम्रो रियाब गराइदिनु, म ठिक भएर फेरि गेममा ब्याक हुन्छु होइन, राम्रो ठाउँमा सर्जरी गरेर राम्रो रियाब पाएँ भने भनेर मैले, मेरो चाहिँ त्यति आश छ होइन उहाँहरूसँग। अनि त्यो बेला भनेको पनि हो, अब तर पनि केही रेस्पोन्स नआएपछि त अब आफ्नो खुट्टा त जसरी पनि ठिक पार्नु पऱ्यो होइन, पार्नै पर्छ। अब सबै कुरा अब आफै गरियो होइन। अब हजुर यहाँ इन्डियामा आएको छु है, यहाँ नि एकदम बेसी खर्च भइसक्यो, अब बस्नु पऱ्यो होइन, अब यहाँ रेन्ट लिएर बस्नु परेको छ। अब डक्टरले चाहिँ अब 90 डिग्री जबसम्म आउँदैन नेक्स्ट सर्जरी हुँदैन भन्नुभएको छ। अब फेरि अब यो त अब राम्रो रियाब गराउनै पऱ्यो होइन, नेपाल उम्, फेरि गएर मलाई रिस्क पनि लिन मन लागेन। त्यही हजुर भएर म यहीँ अहिले फ्ल्याट लिएर यहीँनिर बसिरहेको छु। हजुर। अनि सो यो सो अहिले हजुरको पर मन्थको खर्च चाहिँ कति भइरहेको छ? मतलब पहिलाको खर्च तपाईँको लगभग 20-25 लाख नै मानौँ होइन? त्यो त तपाईँको तपाईँसँग प्रपर बिल नै होला, हजुर क्यानलाई बुझाउनु पऱ्यो भने त प्रपर बिल नै होला, तपाईँ राख्नु नै भएको होला होइन? अब त्यो हजुर तर अहिले हजुर। चाहिँ तपाईँको नर्मली कति खर्च भइरहेको छ? अहिले मन्थली हजुर, मन्थली मेरो त 1 लाखभन्दा बेसी छ खर्च। 1200 रुपियाँ दिनको त मेरो फिजियोथेरापी मात्र लाग्छ होइन, 1200 रुपियाँ हजुर, आइसी दिनको फिजियोथेरापी मात्र छ। अनि रेन्ट लिएर बसेको छु। अब सुरुमा आउने बित्तिकै होइन, अब हजुर। यहाँ फ्ल्याटहरू भेटिरहेको थिएन, अब यहाँ इन्डियामा धेरै गाह्रो छ फ्ल्याट पाउन। धेरै गाह्रो अब छ। ठाउँ ठाउँमा ब्रोकरहरू हुन्छ होइन, अब उम्, तपाईँलाई यो फ्ल्याट अब सपोज 50,000को फ्ल्याट अब लिएको छ भने उम्, 25,000 त ब्रोकरलाई नै दिनुपर्छ। पर्छ। त्यस्तो त होइन, अब कति 43,500 लिइरहेको छ अहिले 2 BHK लिएर ए फुल्ली फर्निस्ड होइन, अब 43,500 सामानहरू पनि लिइरहेको सबै छु म। चाहियो लिएको छ। उम्, हजुर हजुर, यो रेन्ट अहिले त्यति तिरेर बसिरहेको छु। अनि दिनको 1200 रुपियाँ तपाईँलाई उम्, फिजियोथेरापीको लाग्छ, घरमै आएर गर्नुहुन्छ। त्यो पनि खासमा महँगो थियो, तर उम्, अब म हस्पिटल छेउमै बसेको भएर फिजियोको घर पनि नजिक भएर उहाँले चाहिँ कम गरिदिनु भएको हो, सस्तै गरिदिनु भएको हो। हजुर, अब 2000 त नेपालमै हुँदा काठमाडौँमै हुँदा नै 2000 थिएँ, अब त्यहाँको हिसाबले यहाँ त सस्तो नै भनौँ न, हजुर, 1200मा आइसीमा त। हजुर। अब खानु पर्यो यताउता गरेर खर्च अब सबै जोडेर भने त 1 लाखभन्दा धेरै माथि नै पुग्छ। सो मतलब यहाँनिर नर्मल कोही खेलाडी
इन्ज्योर्ड हुन्छ भनिसकेपछि चाहिँ यहाँनिर खेलाडी सेफ छैन। खेलाडीको करियर त सेफ छैन थाहा छ, खेलाडीको लाइफ पनि सेफ छैन जस्तो मलाई त्यो फिल भइरहेको हजुर छ। आई थिङ्क यो कुरामा चाहिँ हजुर मतलब राइट नो कन्डिसन अब बोल्नुहुन्छ होला, प्लेयरहरू पनि बोल्नुहुन्छ होला, मेबी नेसनल टिमको प्लेयरहरू पनि बोल्नुहुन्छ होला होइन, बोल्नु पर्यो भन्छु म चाहिँ, बोल्नुहुन्छ होला जस्तो हजुर लाग्छ मलाई। किनकि तपाईँ हजुर तपाईँ नि तपाईँ नि धेरै बोल्नुहुन्छ क्या, मतलब तपाईँको पोस्टहरू पनि देखाएको थियो हजुर सन्दीप लामिछानेको लागि, मेबी सुरुमा पोस्ट गर्नेहरूमा हजुरहरू पनि पर्नुहुन्थ्यो। सन्दीप लामिछानेको लागि, न्यायको लागि हजुर पोस्ट गर्नेमा त्यो टाइममा कुनै प्लेयरले पोस्ट नगर्दा हजुरले पोस्ट गर्नुभएको थियो नेपाली खेलाडीको लागि, यति नेपाली क्रिकेटको लागि तपाईँले यति धेरै डेफिनेटली पनि तपाईँको पोस्टले नै कति प्लेयरहरूले पोस्ट गर्नुभयो होला होइन, आई डोन्ट नो मतलब सुरुमा कसको पोस्ट आयो होइन, बट तपाईँले हजुर पोस्ट अर्लीमै पोस्ट गर्नुभएको थियो। हजुर सो हजुर सो आई थिङ्क मलाई नेपालको डोमेस्टिक एटलिस्ट सबै डोमेस्टिक प्लेयरहरूले चाहिँ मलाई के लाग्छ भन्दाखेरि चाहिँ यदि मिल्छ भनिसकेपछि चाहिँ सबले चाहिँ मलाई लाग्छ एटलिस्ट उहाँको लागि होइन कि आफ्नो फ्युचरको लागि चाहिँ एकचोटि क्यानमा चाहिँ निवेदन दिउँ भन्छु म चाहिँ। यो चाहिँ एटलिस्ट के भन्दाखेरि चाहिँ इन्सुरेन्स गरोस् र मेबी सिराताईको चाहिँ आई थिङ्क मलाई लाग्छ हजुर हजुरको चाहिँ मतलब हजुरले त पाउनु पर्यो जस्तो लाग्छ मलाई त, न्याय पाउनु पर्यो जस्तो लाग्छ। म त न्याय नै भने मैले चाहिँ हुन्छ नि, किनभने मतलब हजुर एउटा म तपाईँ त नेपाली एउटा नेपालमा बस्नु भएको छ, नेपालको लागि खेल्छु भनेर सपना देख्नु भएको मान्छे हो होइन, नेपालको लागि खेल्नु पनि भइसकेका मान्छे हो हजुर होइन। तपाईँ जस्तो मान्छेलाई जो नेपालको लागि अलरेडी खेलिसकेको छ, एक गेम भलै एक गेम भनेको सानो कुरा होइन, मतलब मैले चाहेर एक गेम खेल्न सक्दिनँ होइन, कसैले चाहेर गेम खेल्न सक्दैन। एउटा ड्रिम हो नेपालको लागि जर्सीमा लगाएर नेपालको जर्सी लगाएर खेल्ने। सो हजुरले त्यो एचिभ गरिसक्दाखेरि पनि तपाईँले डोमेस्टिक खेल्दाखेरि नेपालको डोमेस्टिक एगल खेल्दाखेरि जुन तपाईँले भन्नुहुन्छ क्वालिफायर जस्तो टुर्नामेन्ट खेल्दाखेरि चाहिँ तपाईँ इन्जोर हुनुभयो र क्यानले हजुर आई थिङ्क क्यानले केही गर्छ होला जस्तो लाग्छ मलाई। म त क्यानले गर्दैन चाहिँ भन्दैन, क्यानले गरेन नि भन्दिनँ, बिकज क्यानमा चाहिँ मलाई विश्वास छ, बिकज अब एज अ नेपाली क्रिकेट फ्यान क्यानमा विश्वास गर्नुपर्छ जस्तो लाग्छ मलाई होइन। सो तपाईँ चाहिँ अबको हजुर यङ्स्टरहरूलाई चाहिँ कसरी सतर्क भएर खेल्ने तपाईँलाई केही भन्न चाहनुहुन्छ, केही भन्न चाहनु मेसेज दिन चाहन्छ अबको यङ्स्टरहरूलाई, किनभने त्यो तपाईँले दिनुपर्छ कि अहिले त के तपाईँले भन्ने तपाईँले होइन अब उहाँहरूको लाइफको हजुर लागि दिनु पऱ्यो। किन तपाईँको मतलब तपाईँको त ब्याक ब्याक क्यामेरा गर्नुहोस् मैले भन्ने हिम्मत पनि छैन मलाई लाइफमा होइन। कसैलाई हेर्न मन छ भने त्यो मिम नेपालको भिडियो गरेर हेरे हुन्छ हजुर होइन। सो म त त्यो त्यति हिम्मत पनि हजुर छैन त्यो हेर्ने, किनकि मेरो म त रुन्छु नै होला त्यो देख्यो भने होइन, नराम्रो नै लाग्छ। सो हजुर तपाईँ चाहिँ हजुर अपकमिङ प्लेयरहरू जो डोमेस्टिक खेल्नुहुन्छ र डोमेस्टिक खेलेरै म करियर बनाउँछु, जिन्दगी बनाउँछु भनेर बस्ने प्लेयरलाई चाहिँ तपाईँ मतलब के भन्न चाहनुहुन्छ? मतलब कि यो यस्तो यस्तो कन्डिसन उहाँहरूलाई नहोस् भन्नको लागि चाहिँ, मतलब कि त्यो ग्राउन्ड त्यस्तो ग्राउन्ड छ भने खेल्दै नखेल्ने, अथवा के भन्न चाहनुहुन्छ? अब कस्तो हो नि अब तपाईँलाई प्लेयर भइसकेपछि होइन अब एउटा कन्ट्रीलाई रिप्रेजेन्ट गर्ने टिम सबैको हुन्छ होइन। त्यो भइसकेपछि कस्तो हुन्छ भने अब एउटा स्टेटलाई रिप्रेजेन्ट गरेपछि या डिस्ट्रिक्टलाई अब ग्राउन्डहरू हेरिँदैन होइन, जे छ त्यसैमा खेल्नुपर्छ होइन, तपाईँलाई थाहा नै छ। अब त्यो कस्तो हुन्छ भने अब त्यो मेन प्यासन भएर नै खेलिन्छ नि त। उम्, अनि त्यो हजुर एउटा आफूमा एउटा प्यासन भएपछि जस्तो ग्राउन्डमा नि खेलिन्छ। त्यही हो अब के गर्ने अब मैले भन्न सक्ने भनेको होइन जो प्लेयरहरू हुनुहुन्छ उहाँलाई अब ग्राउन्ड हेरेर अलिक बचेर खेल्नु होइन। म फेरि तपाईँलाई कस्तो थियो भने म पुरा टुर्नामेन्टको सर्कलभित्रै फिल्डिङ गरिरहेको थिएँ क्या। हजुर म त्यो ओभर मात्र पुरा टुर्नामेन्टमा 3 गेम भइसकेको थियो सायद, 4th गेम थियो होला हाम्रो। म त्यो एक ओभर मात्र बाहिर गएको थिएँ कि त्यो एक हजुर ओभरमा मेरो इन्जुरी भयो कि सो ब्याड त्यो अब लक। हुन पनि लेखेको थियो होला। हजुर ब्याड लक भयो होइन। त्यही हो अब त्यो जति पनि प्लेयरहरूलाई हुनुहुन्छ होइन, म भन्छु त्यही हो बचेर खेल्नुहोस्। अब इन्जुरी भएपछि धेरै गाह्रो हुन्छ होइन। अब तपाईँ भनौँ न तपाईँलाई अब इन्जर्ड भएपछि हेर्ने खासै कोही हुँदैन होइन, क्लियरली होइन, भन्दा पनि किनकि कसैले पनि क्यान र हेर्दैन, खेलकुद सबैले गर्छु परिषद त भन्छ। नेपाली नेपाली खेलाडीको त अभिभावक हो नि त। किनभने त हजुर उहाँहरूको तपाईँको छोराछोरी जस्तै हो नि त। किनभने त अभिभावक मान्छौँ नि त हामी त क्यानलाई नै होइन। इक्जाम्पल हामी क्रिकेट फ्यान्स हो, हाम्रो पनि अभिभावक क्यान नै हो होइन। अब क्यानलाई जहिले पनि हामी सपोर्ट हजुर गरेर आएको हुन्छौँ होइन, क्यानको लागि हामी लडिरहेको हुन्छौँ होइन। क्यानको स्टेडियम बनेन भनेर हामीले कति पहल गऱ्यौँ, स्टेडियम बन्दैछ। सो हजुर एटलिस्ट क्यानले चाहिँ तपाईँ जस्तो प्लेयरलाई चाहिँ हेरिदिनु पर्थ्यो क्या, म चाहिँ त्यही भन्छु होइन। अब हजुर के भन्नु अब त्यसलाई चाहिँ अब मैले, सो ओभरअल्ली अब तपाईँ चाहिँ क्यानलाई चाहिँ के मेसेज दिन चाहन्छु? म त खासै म त बोल्नलाई मेरो शब्दै छैन क्या, अब नरिसाउनु होला होइन, मैले त्यो भाइले केही बोलेन हजुर भनेर। हजुर शब्दै छैन। हजुर तपाईँ चाहिँ लास्टमा चाहिँ अब अन्तिममा छौँ होइन, तपाईँ क्यानलाई के मेसेज दिन चाहनुहुन्छ त्यो ग्राउन्डको बारेमा, त्यो म्यानेजमेन्टको बारेमा, र एउटा एटलिस्ट तपाईँ चाहनुहुन्छ कि लाइक फरेन कन्ट्रीहरूमा तपाईँको इन्डियामा पनि तपाईँको यतापट्टि हुन्छ नि इन्जुरीको लागि त्यो छुट्टै डिपार्टमेन्ट हुन्छ, त्यो एउटा छुट्टै तपाईँको हजुर इन्जुरी हेर्नको लागि छुट्टै एउटा मान्छे राखेको हुन्छ क्यानले, त्यस्तो केही राखिदियोस् हजुर त्यो हजुर ग्राउन्डको मेन त विषयमा चाहिँ। भनेको अब ग्राउन्डहरू त होइन, अब ग्राउन्डहरू बन्न टाइम लाग्छ होइन। अब हाम्रो कन्ट्रीमा भर्खर भर्खर अब डेभलप हुँदैछ होइन क्रिकेट, अनि हजुर ग्राउन्डहरू त बन्दै जाला। तर प्लेयरहरू इन्जर्ड जुन हुन्छ होइन, प्लेयरहरूको इन्सुरेन्स एटलिस्ट भयो भने चाहिँ धेरै रिलिफ हुन्छ होइन। अब हजुर भनौँ न मेरै कन्डिसन हेरेर अब तपाईँले क्लियरली भन्नु पर्ला अब
विराटनगरमा पनि धेरैले मेरो कन्डिसन हेर्नुभयो नि त, त्यस्तो हजुर भइसक्यो। अब सबैलाई थाहा भइसक्यो होइन, कति पैसा खर्च भइसक्यो, के भइसक्यो होइन। हजुर अब कतिले अफोर्ड गर्न सक्छ, कतिले सक्दैन, त्यो हेरेर हजुर पनि कतिले अब क्रिकेट खेले पनि यस्तो हुन्छ, नखेल भनेर कति प्यारेन्ट्सहरूले भन्नुहुन्छ क्या विराटनगरमा अहिले होइन। भनौँ न अब उम्, गाह्रो छ। त्यही हो, जबसम्म प्लेयरहरूको इन्सुरेन्स हुँदैन, प्रपर इन्सुरेन्स हुँदैन होइन, तपाईँलाई हजुर डिस्ट्रिक्टदेखि नै एटलिस्ट कम्तीमा पनि डिस्ट्रिक्ट लेभलदेखि प्लेयरहरूको इन्सुरेन्स हुनुपर्छ। अनि मात्रै एउटा सेफ इन्भाइरोमेन्ट हुन्छ प्लेयरहरूलाई खेल्नको लागि। म पनि त्यही रिक्वेस्ट गर्छु क्यानलाई चाहिँ प्लिज जो जो पनि यो भिडियो हेर्दै हुनुहुन्छ एकचोटि प्लिज सबैजनालाई चाहिँ क्यानको फेसबुक पेजमा मेसेज गरिदिनु होला र क्यानको मेल आइडीमा चाहिँ मेल गरिदिनु होला, किनकि एउटा मात्र मेल चाहिँ एउटा मेल दाइको एउटा मेल चाहिँ स्प्याममा गएको हुनसक्छ होइन। मेरोसम्म म त्यो मेलको कपी कुनै ठाउँमा राख्न मिल्यो भने राखौँ, तर पनि तपाईँ एटलिस्ट एउटा मेल गरिदिनु होला क्यानको अफिसियल उसमा सिद्धार्थ लोहनी सिद्धार्थ दाईको चाहिँ यतापट्टि मेल हेरिदिऊ भनेर चाहिँ सिद्धार्थ लोहानी दाईको चाहिँ मेल हेरिदिनु पर्यो भनेर चाहिँ भन्नु पर्यो, ताकि क्यानले मेल दिएको म त पुरा विश्वास छु दाइ। इभन यो स्याभेज दिएको नि होइन, म र त पुरा मेल अब विश्वास छु। म त मेल क्यानमा विश्वास छु दाइ नदेखेको होइन कि होइन होइन, हेर्नु मलाई नै लाग्छ भएको छ। क्यानले क्यानको ठुलो मान्छेहरूले मतलब मेन चतुर्बहादुर चौहान दाइ र पारस दाइले चाहिँ मेल नदेख्नु भएको होला। म त त्यही बिलिभ गर्छु होइन। म त अडियन्सलाई पनि त्यही भन्छु, हजुर कसैलाई गएर गाली नगर, किनभने मेल मेबी नदेख्नु भएको होला। त्यो पोजिटिभ होइन, थिङ्किङ मेल गरौँ र नदेख्नु अब भए मेल होइन, दिनु होला। मैले त मैले त मेलको स्क्रिनसट पनि पठाएको छु होइन पारस हजुर दाईलाई होइन। दाईले चाहिँ अस्ति नै मलाई बाबु त्यो मेल गरेको स्क्रिनसटहरू पठाऊ भन्नुभएको थियो होइन। अब दाईले पठाएको पनि थिएँ। मेल त नदेखेको त कुरै छैन, हेर्नु होइन, सबैले हेरि नै सक्नु भएको छ। हजुर त्यो देख्नु भएको छैन भन्ने चाहिँ छैन, किनभने मैले त स्क्रिनसटै पठाएको छु नि त। हजुर हजुर सो मलाई के लाग्छ भन्दाखेरि चाहिँ आई थिङ्क केही न केही राम्रो हुन्छ जस्तो लाग्छ मलाई। आई थिङ्क यो भिडियो पछि एटलिस्ट मेरो अडियन्सलाई चाहिँ यो रिक्वेस्ट छ होइन, म यसरी भिडियो नबनाउने मान्छे हो र म मतलब नर्मल्ली म फ्युचर सुपरस्टारहरूको लागि बनाउँदैछु। कुनै पनि प्लेयरलाई डिमोटिभेट गर्न चाहिँ भिडियो बनाइरहेको छैन र दाइले पनि त्यही भन्छु, कुनै पनि प्लेयर डिमोटिभेट गर्न खोजिरहेको छैन। एटलिस्ट प्लेयरहरूले चाहिँ आफ्नो फ्युचर देखोस्, ताकि इन्जोर दाइ कतिसम्म हुन्छ। सो यतापट्टि जस्तो पाएँ त्यस्तै म त एज अ मतलब क्रिकेट फ्यान म प्लेयरलाई रेस्पेक्ट गर्छु। म त के रिक्वेस्ट गर्छु, जबसम्म सिद्धार्थ लोहानी दाइको रिकभर हुँदैन र जबसम्म नेपालको खेलाडीहरूलाई इन्सुरेन्स हुँदैन तबसम्म ग्राउन्ड हेरेर खेल। अस्ति पनि मैले देखिरहेको थिएँ धेरै मतलब धेरै टुर्नामेन्टहरू, म नाम लिन टुर्नामेन्टको फेरि पनि झन्डै नाम लिएको, टुर्नामेन्टको नाम देखिरहेको थिएँ धेरै टुर्नामेन्टको झन्डै नाम लिइरहेको थिएँ। टुर्नामेन्टहरू धेरै देखिरहेको थिएँ जहाँ चाहिँ तपाईँको हेर्नुहुन्छ भने ग्राउन्ड एकदमै लो क्वालिटीको छ। सो त्यो लो क्वालिटीको रिजल्ट तपाईँले देख्न सक्नुहुन्छ एउटा सुपरस्टार जसलाई चाहिँ हामीले सिद्धार्थ लोहानी दाइलाई चाहिँ तपाईँले इफ आर रियल क्रिकेट फ्यान तपाईँ डोमेस्टिकली तपाईँले पुरा फलो गर्नुहुन्छ भने दाइलाई चाहिँ एज अ फ्युचर प्लेयरको रूपमा हेरिन्थ्यो होइन, फ्युचर सुपरस्टारको रूपमा हेरिन्थ्यो। जसलाई अहिलेको दिपेन्द्र सिंह र सन्दीप लामिछाने टाइपको, सन्दीप लाइ दिपेन्द्र सिंह रोहित कुमार पौडेल टाइपको हेरिन्थ्यो। दाइले अन्डर 19मा एकदम राम्रो खेल्नु भएको छ, प्रोमिसमा एकदम राम्रो खेल्नु भएको छ होइन। सो मलाई के भन्दाखेरि चाहिँ कुनै पनि अर्को प्लेयरको लाइफ डिस्ट्रोय नहोस् भन्दा चाहिँ म चाहिँ के भन्छ एटलिस्ट जबसम्म इन्सुरेन्स हुँदैन, जबसम्म के भन्छ तपाईँलाई दाइलाई यो हुँदैन तबसम्म चाहिँ एटलिस्ट प्लेयरहरूले चाहिँ बी सेफ होइन। म त्यही भन्छु। अब कुनै मतलब कुनैलाई कसैलाई हेट गर्न खोजेको होइन। अब मतलब म त स्टिल भनेको छु दाइहरूलाई मेसेज गरिदिनु होला, पास दाइकोमा गएर कमेन्ट गरिदिनु होला, मेल हेरिदिनुहोस्, मेसेज हेरिदिनुहोस्, त्यति गरिदिए हुन्छ क्या। कमेन्ट धेरै गर्नु पनि पर्दैन, म त्यही भन्छु। कसैलाई गाली नगरौँ, कसैलाई नराम्रो नभनौँ होइन, म त्यही भन्छु दाइ होइन। तपाईँ के भन्नुहुन्छ? होइन त्यो होइन, अब उहाँहरूले त अब गर्छु भन्नुभएको छ, हेरौँ। अब म पनि वेटमै छु होइन। हजुर अब अहिले चाहिँ अब धेरै नै भयो क्या, किनभने अब अहिले होइन 2 वर्ष भइसक्यो होइन। हजुर अब मान्छेलाई त 1 महिना टाइम लाग्ला, 2 महिना ढिलो होला, 3 महिना ढिलो होला होइन, 4 महिना, तर मेरो 2 वर्ष भइसक्यो नि त। हजुर अब मेरो त भनौँ न करियर त लगभग सके नै जस्तो भइसक्यो। एउटै खुट्टा छचोटि चिरेपछि त्यो इजी हुँदैन होइन, कम्ब्याक गर्नलाई नि टाइम लाग्छ है। हजुर किनभने अब टाइममा मैले मेरो भइदिएको भए होइन, छिटै रिकभरी भएको भए फेरि म गेममा ब्याक पनि भइसक्थेँ होला कि होइन। कोसी त्यही त हो नाइन्टी अब नाइन जो कन्ट्रीमा जे तपाईँ कुरा तपाईँ तपाईँ पछि त कोसी प्रोभिन्सले त त्यस्तो केही ऐतिहासिक जित निकाल्नै सकेको छैन क्या। तपाईँको त्यो इन्जुरी पछि त त्यस्तो हजुर जित अब निकालिरहेको छ, बट नट सो इन बिग मार्जिन होइन। सो आई होप। हजुर, अब म त्यही भन्न चाहन्छु कि अब जुन कुरो होइन मैले भोगेँ होइन, त्यो अब आउँदो जेनेरेसनको प्लेयरहरूलाई नहोस् होइन। किनभने अब क्रिकेटमा अब कस्तो भने क्रिकेट नसै हो क्या तपाईँलाई होइन। अब हजुर क्रिकेटमा लागिसकेपछि अरू केही पनि ध्यान हुँदैन है। अब मै भनौँ न स्टार्टिङमा बिहान घरबाट 6 बजे निस्केर बेलुका आउँथेँ क्या, 7 बजीसम्म उज्यालो हुन्थ्यो। क्रिकेटमा छिरिसकेपछि त्यस्तै हुन्छ होइन। अब एउटा प्यासनले खेलिन्छ होइन, त्यो हजुर प्यासनले खेलिसकेपछि अब भनौँ न एउटा सेक्योर फिल भयो भने प्लेयरलाई होइन, अब इन्जुरी हुँदाखेरि हेरिदिने होइन। अब क्यान भनेको त हाम्रो गार्जेनै हो नि त होइन। हजुर टुर्नामेन्टहरूमा अब इन्जर्ड भएपछि हामीले भन्नु कसलाई भन्दा क्यानलाई हो होइन। अब सबैको घरमा भन्दाखेरि त
गाह्रो छ नि त, यत्रो खेलेर के गरिस् त हेर्दैन तिमीहरूलाई भनेर घरमा त भन्नुहुन्छ नि त सबैले। हजुर त्यही भएर अब हाम्रो एउटा खेलिसकेपछि त क्यान त गार्जेन हो। र त्यही भन्न चाहन्छु कि आउँदो जेनेरेसनले चाहिँ अब मैले जे भोगेको छु यो 2 वर्षमा होइन, जुन म टिएनबाट म आएको छु अहिले होइन, त्यो चाहिँ अरू कसैलाई पनि नहोस् क्या। त्यति वर्स्ट हुन्छ क्या यो, एकदम गाह्रो छ यो। भनौँ न यो 6 चोटि चिरिसकेको छ र म बसेर म रुन्थेँ कि पेन सहन नसकेर हो, त्यो बाहेक मसँग हजुर उपाय नै थिएन क्या, त्यति गाह्रो थियो। र डक्टरलाई पनि माया लागेर लिगामेन्ट निकाल्नु भएको कि उहाँले त्यो हट सर्जरी, त्यस्तो थियो कि कन्डिसन। हजुर सो अब केही छैन दाइ, अब होप होप अब होप पारस दाई सिरिज भिडियो होइन एटलिस्ट क्लिप बनाएर सेन्ड गर्नु होला, मेल गरिदिनु होला होइन, यो भिडियो क्लिप बनाएर मेल गर्न सकिन्छ। सो म त मलाई त कसम दाइ अब लिटरली होइन, तपाईँले मेरो फेस देखिरहनु भएको छैन भिडियो कल गर्दाखेरि आबाट आँसु झर्न आँटिसक्यो मेरो दाइ। हजुर किनभने म तपाईँको ठाउँमा म अर्जुन कुमारलाई देखिरहेको छु कि अब म त्यो भन्न नहुने ब्याड कुरा भन्नु भने, बट टचवुड हजुर होइन, सबै राम्रो छ अर्जुन कुमारलाई। हजुर बट म सबै प्लेयरलाई हजुर देखिरहेको छु कि किनकि त्यो प्लेयर पनि सुपरस्टार हो नि त, त्यो प्लेयर पनि त्यो फ्युचरमा आउने हो नि त हजुर होइन। अब आई होप हजुर आई होप क्यानले अब चाहिँ आफ्नो प्लेयरलाई सिरियसली लियोस्, प्रोभिन्सलाई पनि एटलिस्ट, अब एटलिस्ट प्रोभिन्सले हुन्छ कि अहिले प्रोभिन्स स्तरबाट हुन्छ कि जिल्ला स्तरबाट हुन्छ कि एटलिस्ट नेसनल लेभलमा हुन्छ कि एटलिस्ट जसले नेपाललाई रिप्रेजेन्ट गर्छ, जसले आफ्नो ठाउँलाई रिप्रेजेन्ट गर्छ, त्यस जसले अफिसियली क्यानको जुन अर्गनाइजेसनहरूबाट खेल्छ त्यो प्लेयरलाई चाहिँ एटलिस्ट इन्सुरेन्स होस्, अथवा त्यो प्लेयरले चाहिँ एटलिस्ट भोलि इन्जोर हुन्छ भने, इन्सुरेन्स हुन्छ हुँदैन भन्दा नि इन्जोर हुन्छ भने क्यानले हेरिदियोस्। क्यानसँग पैसा नभएको भन्ने चाहिँ होइन, किनकि रिसेन्ट 2-3 महिनामा 2-4वटा प्लेयर हाम्रो इन्जोर्ड हुनुभएको छ, 2-4वटा प्लेयरलाई राम्रै तपाईँको यतापट्टि उपचार भएको छ। त्यसको लागि चाहिँ म क्यानलाई एकदम धेरै नै थ्याङ्क यू भन्न चाहन्छु यही भिडियोबाट। आई होप 2 वर्ष अगाडिको कुरा चाहिँ तपाईँले बिर्सिनु भयो जस्तो छ, 2 वर्ष अगाडिको कुरा चाहिँ याद रहिरहोस् भन्नको लागि चाहिँ मैले आज यो भिडियो गरेको। खेलको कुराको यस्तो टाइपको भिडियो चाहिँ हामी बनाउँदैनौँ, हाम्रो नर्मल्ली क्रिकेट हिस्ट्री अथवा रमाइलो टाइपको भिडियो हुन्छ होइन। सो यो भिडियो चाहिँ तपाईँको कति स्याड टाइपको भयो होला होइन, त्यसको लागि चाहिँ आइएम सो सरी भन्न चाहेँ मैले चाहिँ यही उसबाट होइन। अब एकदम धेरै नै सरी भन्न चाहेँ। कोही कोही खेलाडीलाई डिमोटिभेट भयो भने सरी भन्न चाहेँ, बट क्यानले चाहिँ मोटिभेट गर्न सक्छ प्लेयरलाई, दाइलाई हेरिदिनु पर्यो र प्लस इन्सुरेन्स दिनु पर्यो प्लेयरलाई। इन्सुरेन्स हुनु पर्यो कि त प्रोभिन्सको लागि खेला जाओस्, त राष्ट्रको लागि खेला जाओस् भने तेरो इन्जुरी हुँदाखेरि राष्ट्रले हेर्छ, प्रोभिन्सले हेर्छ भन्नु पर्यो। आई रिक्वेस्ट यो खेलकुद परिषदको कोहीले हेर्दै हुनुहुन्छ भने पनि आई रिक्वेस्ट केही गरिदिनु होला, एटलिस्ट 50% खेलकुद परिषदले गरिदियो, 50% क्यानले गरिदियो भने धेरै हुन्छ दाइलाई। किनभने दाइलाई राइट नो कन्डिसनमा अब के गर्ने, दाइको त अब थोरै बहुत बचेको छ होला, कति बचे थाहा छैन मलाई, थोरै बहुत बचेको छ होला, त्यो बेलासम्म उपचार गर्नुहुन्छ। नबस्ने प्लेयरको के हुन्छ होइन, दाइको पनि सकिन्छ, एक न एक दिन त सकिहाल्छ, अब न यसरी उपचार भइरहेको सकिन्छ। सो एटलिस्ट क्यानले राम्रो उपचार गरिदियो भने दाइ रिकभर छिटो हुन्छन्, दाइ छिट्टै नेसनल टिममा आएर खेल्छन्। म त त्यही भन्छु, दाइको हेलिकप्टर सट पनि हामी हेर्न पाउँछौँ जस्तो लाग्छ दाइ मलाई चाहिँ होइन। सो होइन डेफिनेटली पनि अब दाइ अब होपफुल्ली तपाईँ छिटोभन्दा छिटो रिकभर हुनु होइन, अनि छिटो छिटो तपाईँको गेम देख्न पाओस्। तपाईँको हेलिकप्टर सट जसले नेपालमा हेलिकप्टर सट हान्ने फर्स्ट पर्सन जो हुनुहुन्थ्यो, उहाँको गेम चाहिँ हेर्न पाइयोस् भन्छु म चाहिँ दाइ होइन। तपाईँ खेल्नुपर्छ दाइ तपाईँ होइन, तपाईँ डिमोटिभेट हुनु हुँदैन होइन, तपाईँ खेल्नुपर्छ, नेपालको लागि हजुर खेल्नुपर्छ होइन, फेरि उठ्नुपर्छ। किनकि अनिसाको त कमब्याक भयो, पवन सराफको त कमब्याक भइरहेको छ भने तपाईँको पनि कमब्याक हुन्छ, कमल सिंह गैरीको त कमब्याक भयो इन्जुरी पछि, पवन साहबको त इन्जुरी पछि कमब्याक भयो। क्यानले त्यत्रो राम्रो हेरिदिएको छ, तपाईँलाई नि हेरिदिन्छ, तपाईँलाई नेसनल हजुर फेरि तपाईँ राष्ट्रिय जर्सीमा तपाईँलाई देख्न पाऊँ दाइ, म त्यही भन्छु दाइ। के भनौँ दाइ। हुन्छ सो अब हजुर यो जिम्मा चाहिँ मैले गर्न केही सक्दिनँ होइन, मेरो पावरले भ्याउँदैन, अडियन्सको लागि छोडिदिएको छु मैले। तपाईँको प्लेयरको लागि, तपाईँको यङ्स्टरको लागि तपाईँहरू बोलिदिनुहोस्, म त्यही भन्छु होइन दाइ। अब बन्द गर्नु, तपाईँलाई क्लासमा के भन्नु छ भने भन्नुहोस् दाइ, अन्त मैले बन्द गरिदिएँ। म त साँच्ची भने मनदेखि नै फेसमा मुस्कान देखिरहेको होला होइन, फेसमा थोरै स्मेल देखिरहेको होला, बट हजुर मेरो रियल अडियन्सलाई थाहा छ कि मेरो के भइरहेछ मुड भनेर होइन। दाइ हजुर तपाईँ लास्टमा तपाईँलाई के भन्न मन छ दाइ। केही छैन, त्यही हो होइन। अब मेन कुरो भनेको मैले अघि भनिहालेँ होइन। अब प्लेयरलाई चाहिँ खेल्दाखेरि सेक्योर फिल होस्, एउटा राम्रो वातावरण होस् होइन। इन्जुरी हुँदा चाहिँ अब हेर्नु पऱ्यो क्यानले होइन, जो प्लेयर हुन्छ होइन। म यो भनेर चाहिँ कोही प्लेयर अब सुपर स्टारै हुनु पर्दैन होइन, जिल्ला लेभलदेखि नै होइन। किनभने सबै भनेको जसले जति धेरै राम्रो खेल्यो नि सबै प्लेयरलाई त बराबरी नै ट्रिट हुन्छ, गर्नुपर्छ पनि होइन। र सबैले त्यो फेसिलिटी पाओस् इन्जुरी हुँदाखेरि होइन, कि अब उसले एउटाले पायो भने अर्को पनि मोटिभेट हुने हो नि त होइन। अझ मेहनत गरेर खेल्छ प्लेयरहरूले होइन। एउटा जुन अब इन्जुरी हुने डर हुन्छ होइन, त्यो पनि अब भए पनि त हेर्ने मान्छे त छ भन्ने एउटा फिल पनि आउँछ होइन खेल्नलाई। प्लेयरहरू मोटिभेट पनि हुन्छ। त्यही भन्न चाहन्छु कि होइन अब यो प्लेयरहरूको चाहिँ अब डिस्ट्रिक्ट लेभलदेखि नै एउटा इन्सुरेन्स होस् होइन,
त्यही हो, अब त्यसले गर्दा नि अब प्लेयरहरूलाई अब राम्रो हुन्छ। र त्यही हो, मैले जे जति यो 2 वर्षमा भोगेँ होइन, त्यो कसैले पनि नभोगोस्। यति वर्स्ट कन्डिसन थियो के भन्ने। अहिले त भनौँ न धेरै नै अब मलाई अहिले यतिसम्म भएको छ कि होइन, म एटलिस्ट राम्रोसँग हिँडौँ के, मेरो भनौँ न मनमा अहिले क्रिकेट खेलौँ पनि छैन क्या। म राम्रोसँग हिँड्नु मात्र पाए पनि हुन्थ्यो भन्ने त्यस्तो हुन्छ क्या, मलाई त्यस्तो कन्डिसनमा पुगिसकेको छु क्या म। खै यार के भनौँ। अब जति पनि छ, जति पनि मैले पनि के गर्न सक्दिनँ, दाइले पनि जति सकेको गर्नुभयो रहेछ। मैले पनि अब के गर्न सक्दिनँ, म त्यति पावरफुल छैन। बट नेपालमा सबभन्दा पावरफुल भनेको नेपाली अडियन्स हो, नेपाली क्रिकेट फ्यान्स हो। अब मैले यो जिम्मा चाहिँ यही भिडियोको थ्रुबाट नेपाली क्रिकेट फ्यान्सलाई दिएँ। एटलिस्ट एउटा खेलाडीले जस्टिस पाओस्, एटलिस्ट डोमेस्टिकमा म केही गर्छु र भोलि नेपालको लागि खेल्छु भन्ने प्लेयरले चाहिँ के राम्रो होस् होइन, त्यो प्लेयरले चाहिँ, त्यो प्लेयरको चाहिँ जिन्दगीमा यस्तो दिन नआओस् भन्नको लागि चाहिँ एटलिस्ट तपाईँले आवाज उठाइदिउँ। र दाइलाई पनि एटलिस्ट केही सपोर्ट क्यानले गर्नुपर्छ जस्तो लाग्छ, किनकि क्यानको आफ्नो टुर्नामेन्टमा हो। मैले तपाईँ सबै कुरा क्लियर तपाईँहरूको मनमा भएको सबै डाउट मैले क्लियर गरिसकेको छु यो भिडियोमा, सुरुमै क्लियर गरिदिएँ। किनभने डोमेस्टिकमा थियो कि ग्राउन्डमा भएको हो कि बाहिर भएको हो कि सबै कुरा मैले क्लियर गरिदिएँ होइन। सो तपाईँले सबै कुरा बुझिसक्नु भएको छ। के कुरा छुटेको छ भने डेफिनेटली पनि दाइले आफ्नो मतलब दाइलाई गएर सोध्नु होला, दाइले भन्नुहुन्छ डेफिनेटली पनि होइन। भ्याएसम्म मेसेज धेरै गयो भने भन्न सक्नु होला, थोरै बहुत मेसेज भ्याएसम्म भन्नुहुन्छ अथवा सोसियल मिडियाको थ्रुबाट भन्नुहुन्छ होला कि तपाईँलाई बाँकी छ भने। आई होप पारस दाइले जति पनि, पारस दाइले आई थिङ्क यो कुरामा धेरै नै योगदान गरिरहनु भएको छ। जुन प्रकारले तपाईँहरू सन्दीपको लागि आवाज उठाइदिनु भयो, जुन प्रकारले तपाईँले आदिल अन्सारीको लागि आवाज उठाइदिनु भयो, त्यही प्रकारले सिद्धान्त लोहानी दाइलाई पनि सपोर्ट गर। बिकज उहाँ पनि नेपालको लागि खेलिसकेको प्लेयर हो, नेपाललाई रिप्रेजेन्ट गरिसकेको प्लेयर हो। प्लिज म दुईवटा हात जोडेर रिक्वेस्ट गर्न चाहन्छु नेपाली क्रिकेट फ्यान्सलाई, उहाँहरूले म त अझै यही बिलिभ गर्छु कि क्यानको मान्छे पारस खड्का, चतुरबहादुर चन्द दाई, हाम्रो अरू विभिन्न दाईहरू, रेस्पेक्टेड दाईहरूले चाहिँ यो म्यासेज अथवा उस म्यासेजमा काम गरिरहनु भएको छ होला। यतापट्टि मेबी क्यानको अफिसियल रूपमा मेलहरू पुगेको छैन होला, तपाईँहरूले मेल गरिदिनु होला। म त स्टिल बिलिभ गर्छु, म त स्टिल क्यानलाई ट्रस्ट गर्छु र तपाईँहरूले पनि क्यानमा ट्रस्ट गर्नुहुन्छ। र क्यानलाई चाहिँ हामी एटलिस्ट सम्झाइदिउँ, मतलब 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 यस्तो भएको थियो 2 वर्ष अगाडि, यस्तो भएको थियो भने सम्झाइदिउँ। म त्यही भन्न चाहन्छु, किनकि लगभग 20 लाख खर्च भइसकेको छ र अर्को आई डोन्ट नो कति खर्च हुन्छ। हामी यहाँ पैसा उठाउन आएको होइनौँ, तपाईँले डोनेसन दिनु पनि पर्दैन। तपाईँले बस क्यानलाई भनिदिनुपर्छ यो जिम्मा मैले चाहेको भए मैले अहिले दाइलाई दिन्छु, छटै एमाउन्ट दिन्छु भन्न सक्थेँ होला। बट मैले के भन्दैछु, यो जिम्मा क्यानको हो। बिकज एउटा प्लेयरलाई तपाईँले हामीले पैसा उठाएर दिन सक्लाम, बट सबै प्लेयर दिन सक्दैनौँ। दाइ पनि दाइ पनि आफ्नो लागि बोल्न आइरहनु भएको, आफ्नो लागि पनि बोल्नु भएको छ। बट दाइले फ्युचर सुपरस्टारको लागि बोल्नु भएको छ। दाइसँग मैले कल गर्दाखेरि दाइले एउटै कुरा भन्नुभयो, दाइले मलाई ढुङ्गा गाडी कल गर्दाखेरि कि नेपाली प्लेयरले इन्सुरेन्स पाउनु पर्यो कि फ्युचर सुपरस्टारहरूले यस्तो ट्रबल भोग्नु नपरोस् होइन दाइ। म त्यही भन्छु दाइ, हो आइदिनु भयो, धेरै धेरै धन्यवाद होइन। अब मैले गर्न सक्ने म गरौँला होइन दाइ, अब केही फ्युचरमा पऱ्यो भने। बट मलाई लाग्छ नेपाली खेलाडीलाई क्यानले नै सपोर्ट गर्नुपर्छ र क्यानले नै सपोर्ट गरेको राम्रो हो, त्यही भन्न चाहन्छु दाइ होइन। अब मैले चाहिँ यो आज हजुर अफ गरिदिएँ, धेरै लामो पनि भयो होइन दाइ। अनकटै हालिदिन्छु दाइ हजुर म होइन। अब तर अब दाजुलाई केही के भन्नु दाइ, मैले अब नेपाली होइन, ठिक नेपाली छ, तपाईँ हजुरलाई अब क्यानले भइसक्यो। नहेरे पनि नेपाली फ्यान्सले हेर्छ, म यति विश्वास तपाईँलाई दिलाउन चाहेँ होइन दाइ। अब मैले भिडियो अफ हजुर गरिदिन्छु दाइ होइन, किनभने सो त्यो हुन्छ नि, त्यो एउटा त्यो हुन्छ नि, एउटा त्यो एउटा चाहिँ हुन्छ नि, त्यो मतलब म तपाईँको ठाउँमा तपाईँलाई मात्र देखिरहेको छु, सबै प्लेयर देखिरहेको छु। मेबी नेपाली क्रिकेट फ्यान्सले सबै प्लेयर देखिरहेको होला, पास दाइले पनि सबै प्लेयर देख्नु पर्यो यो ठाउँमा, की प्लेयर देख्नु पर्यो। र की प्लेयर किन भन्दाखेरि चाहिँ दाइको स्ट्याटस गएर हेर्दा हुन्छ, म त्यत्तिकै भन्दिनँ। पारस दाइले त अभियसली हेर्नु भएको होला, त्यस्तो नराम्रो प्लेयर होइन दाइ। र नराम्रो प्लेयर थियो भने पनि हुनुपर्छ उपचार, त्यही भन्न चाहन्छु। दाइको स्ट्याटस गएर हेर्नु होइन, एकदम बवाल प्लेयर हो। दाइको हेलिकप्टर सटको त्यो भिडियोजहरू अझै पनि भाइरल भइरहेको हुन्छ। सो म चाहिँ त्यो भन्न चाहन्छु, नेपाली क्रिकेट फ्यान्स, एउटा प्लेयरको सपना र एउटा प्लेयरको सुरक्षा तपाईँहरूले गरिदिनु पर्नेछ। अब तपाईँहरूको हातमा यो छ, त्यही भन्न चाहन्छु। थ्याङ्क यू फर वाचिङ दिस भिडियो, थ्याङ्क यू फर लभिङ दिस भिडियो। बाई बाई, जय खेल, जय नेपाल।